बाबु ल ल आज चाहिँ हामी ल थाहा नै नपाइकन कस्तो नौलो ठाउँ घुम्ने आज तकदिरमा यहाँ लेखियो रहेछ। त्यही त ल आज के अरे नेपालकै सबैभन्दा पहिलो नवग्रह मन्दिर अर्जुन चौपारी गाउँपालिका 1 मा रहेको नवग्रहको मन्दिरमा आज बुवा र म चाहिँ एकदम बुवालाई चाहिँ सरप्राइज दिनको लागि हिँड्दै हिँडेर पहिला पहिला आइसक्नु भएको थियो होइन। तर पनि यो बनिसके पछाडि बुवा आउनु भएको थिएन। त्यही भएर आज चाहिँ घुमाउन नवग्रह मन्दिर अर्जुन चौपारी गाउँपालिका 1 मा रहेको नेपालकै सबैभन्दा पहिलो नवग्रह। मैले यहाँभन्दा पहिला पनि भिडियो हालेको थिएँ। धेरैजनाले मन पराइदिनु भएको थियो। आज मैले बुवालाई विशेष गरेर आज हामी दुईजना घुम्न आएको यहाँ चाहिँ बुवालाई लिएर आएका छौँ। तपाईँहरू पनि छुटाउनु होला। ल यहाँ ल यता देख्नु पनि नवग्रह मन्दिर बुवा। अब यहाँबाट हामी उहाँसम्म जान्छौँ। ल ल कस्तो लागेको छ हजुरलाई? अनेक लागेको छ नि एकदम। भनौँ यस्तो पहिले आउँदा त के थियो र हामी आउँदाखेरि अहिले त एकदम देखेको छु मैले। ल नवग्रह मन्दिरमा आएर आफ्नो ग्रह जति अब होइन मनको ध्यान गर्न पाइने हो त नि, ध्यान गरेर फल मिल्ने यो त नि त्यही छ। अब यताबाटै हेर्नुहुन्छ भने बुवा अब जस्तो यो नवग्रह मन्दिर अब यहाँ चाहिँ धेरै अलि राम्रो ठाउँ छ। त्यहाँबाट अहिले जाउँला। उता अर्जुन चौपारी के भन्छन् देख्नुभयो? धान पाकेर पयालै केदी मायालाई। धान पाकेर पयालै भएको छ होइन केदी कस्तो त्यही गीत होइन बुवा? के अरे धान पाकेर भन्नु त देशै रमाइलो धान पाकेर पयालै देशै रमाइलो। ल यस्तै छ नि देशै रमाइलो। अनि त्यसै गरेर हजुरहरूले जस्तो यहाँबाट उता देख्न सक्नुहुन्छ उहाँ चाहिँ त्यो डरे देउराली होइन। त्यही भएर एउटा गीत छ कि पुरानो, डरेको लेख कुहिरोले ढाक्यो भक्किमले अँधेरो मायालुले पानी भर्ने सुन्धारा पँधेरो होइन। अब त्यो एउटा गीत छ पुरानो, कति मिलाएर बनाएको गीत होला होइन। डरेको लेखमा कुहिरोले ढाक्यो भने भक्किमले तल गाउँ चाहिँ अँध्यारो हुन्छ। डरेको लेख कुहिरोले ढाक्यो भक्किमले अँध्यारो मायालुले पानी भर्ने सुन्धारा पँधेरो होइन बुवा? हजुरहरूका जमानाका पालाका गीत यस्तै हुन्थ्यो। अब हामी यता जानियो ल आउनु। ल यताबाटै घुम्दै जानियो। ल यहाँबाट पञ्चकन्या भगवती मन्दिरको उहाँ हो। ल हिँड्नु त। अब यहाँबाट ट्याक हामी भाउ छोरा यसरी नै जाँदैछौँ। ल हेर्नु यहाँ फोटो खिच्ने ठाउँ अरे बुवा। पहिला यहाँ आउनु त। यहाँ खुट्टाले ल राम्रोसँग यहाँ यता उभिनु। ल त्यहाँ बस्नु त। ल ठिक छ नि। ल उता ओम डाँडा भन्छु त्यहाँ ओम डाँडा लेखेको छ बुवा। अब यता ल हेर्नु त। ल जाम हिँड्नु यताबाट हिँड्नु त्यहाँ टेक्न मिल्छ। ल नवग्रह मन्दिरमा आइयो आज होइन त? हजुरको पनि रहर थियो के अरे होइन त? मलाई यहाँ यो नौलो ठाउँ देख्न रहर थियो नि। मन्दिरमा यत्रो उजेल पाजेल यत्रो यो पुरा यत्रो मद्दत गरेको ठाउँ। यो मद्दत गरेको ठाउँमा सबैजना आइदिनु होला है नि त? मद्दत गरेको ठाउँ ठिक छ। खुसी हुनु हेर्ने दिन रहेछ आज। खुसी हुनु भएको छ नि? म त बेसरी नम्बर 1 खुसी। नम्बर 1 खुसी हो। गुड यतिको हुनुपर्छ। खुसी हुनुपर्छ। जसरी 82 वर्षको उमेरमा पनि ट्याक्कै यसरी घुमियो छ होइन त बुवा? मजाले। अब यताबाट यसरी गइन्छ। ल हेर्नु त तलतिर कति रमाइलो छ। ल छर्लङ्ग उही धान पाकेर पयालै केदी मायालाई भनेको त्यत्तिकै होइन, हामीले त्यसरी नै भनेका हौँ। ल सम्पूर्ण आइदिनु होला, सेयर पनि गरिदिनु होला होइन। तपाईँहरू यो चाहिँ ठाउँलाई पर्यटक प्रवर्धनको लागि देश तथा विदेशसम्म पनि पुर्याइदिनु होला। र तपाईँहरूले पनि एउटा सेयर गरेर तपाईँहरूले पनि पुण्य कमाउनु होला। किन कमसेकम यहीँ आउन नसके पनि कमसेकम त्यो सेयर मात्रै गरियो भने पाप पनि नष्ट हुन्छ कि कसैले त हेर्नुहुन्छ नि। ल नमस्ते। अब फेरि हामी पञ्चकन्या भगवती मन्दिरतर्फ जाँदैछौँ।